नमस्ते सबैजनालाई। मेरो नाम जेन्टिल महर्जन। विगतको भिडियोहरूमा तपाईँले मेरो बारेमा अलिकति जानकारी पनि दिइसक्नुभयो होला। तैपनि यो भिडियोमा म अझै भन्छु कि म चाहिँ विगत 12-13 वर्षदेखि ट्रेडिङ बिजनेसमा लागिरहेको छु र यही ट्रेडिङ बिजनेस लागिरहने क्रममा चाहिँ कति कुराहरू यो बिजनेस सम्बन्धी मिडियम क्लासको बिजनेस सम्बन्धी कुराहरू अनुभव मैले भोग्न पाएँ। त्यही अनुभवहरू तपाईँहरूसँग सेयर गर्दै यो भिडियोहरू मैले ल्याउने क्रम गरिरहेको छु र त्यस्तै आजको भिडियो ल्याउने क्रममा चाहिँ आज म पार्टनरसिप कस्ता प्रकारका पार्टनरसिपहरू नेपालमा चाहिँ प्र्याक्टिसमा आइरहेको छ र पार्टनरसिपमा चाहिँ के कारणले गर्दा पार्टनरसिपहरू टुट्ने र त्यो पार्टनरसिप नटुटिकन अगाडि राम्रोसँग बिजनेस गर्नको लागि के चिजहरू चाहिँ अप्नाउनु पर्छ भन्ने कुरा चाहिँ मैले लिएर आएको छु, जुन चाहिँ मेरो प्रिभियस भिडियोमा पनि भनिहालेँ। नितान्त मेरो व्यक्तिगत एक्सपिरियन्सको कुराहरू म तपाईँसँग सेयर गर्न गइरहेको छु र जो कोही पनि हामी अब एउटा बिजनेस गरौँ ल भन्दाखेरि पार्टनरसिपमा बिजनेस गर्दाखेरि चाहिँ हाम्रो एउटा पुँजी एउटा चाहिँ हाम्रो एसेट बढ्छ, एउटा लगानी बढ्छ। त्यो कारणले गर्दा पार्टनरसिपमा बिजनेस गर्दा राम्रो, प्लस पार्टनरसिपमा म्यान पावरको चाहिँ एउटा म्यान पावर बढी हुने र म्यान पावर 4-5 जना मान्छे 6-7 जना मान्छेले काम गर्दाखेरि काम राम्रो चुरुस्त दुरुस्त र फास्ट गर्न सकिन्छ भन्ने हिसाबले पार्टनरसिपमा काम गर्ने चलन छ। र विदेशतिर तपाईँको बाहिर कन्ट्रीहरूमा हाम्रो इभन नेपालमा ठुल्ठुलो बिजनेसहरू ठुल्ठुलो चाहिँ कम्पनीहरू पार्टनरसिपमै चलिरहेको छ र पार्टनरसिपमै राम्रोसँग उनीहरूले बिजनेसलाई अघि बढाइरहेको छ भने जुन हाम्रो स्पेसली हाम्रो कन्ट्रीमा हाम्रो देशमा यो सानो मिडियम क्लासको मिडियम लेभलको चाहिँ बिजनेसहरू गर्दाखेरि पार्टनरसिपमा बिजनेस त गर्छन्, तर धेरै बिजनेसहरू पार्टनरसिपमा गर्दाखेरि चाहिँ 3 महिना 6 महिना विदिन 1 इयर्समा चाहिँ पार्टनरहरूको बिचमा झगडा पर्ने, मनमुटाव आउने, जसले गर्दाखेरि चाहिँ पार्टनरको बिजनेस चाहिँ धराशायी हुने, बन्द हुने धेरै देखेको छु। र विगत मैले पनि मेरो आफ्नो ट्रेडिङ बिजनेस बाहेक अरू बिजनेसमा मैले पनि एज अ स्लिपिङ पार्टनर कुनैमा एक्टिभ पार्टनर भएर मैले पनि काम गरेको छु र विभिन्न यस्ता किसिमका प्रब्लमहरू हाम्रो पार्टनरसिप बिजनेसमा आइरहेको मैले पनि देखेको छु र मैले पनि खुद अनुभव गरेको छु। र हाम्रोमा पार्टनरसिप बिजनेस भन्नासाथ यो दुग्ने बिजनेस भन्ने कल्चर एउटा भइसकेको छ। अब कसैले तपाईँ बिजनेस गर्दै हुनुहुन्छ र तपाईँले म बिजनेस गर्दैछु भनेर सोध्नुहोस्, या कसैले तपाईँलाई भन्दाखेरि केमा गर्दैछ, पार्टनरसिपमा नगर है, पार्टनरसिपमा डुब्छ भन्ने चलनै भइसकेको छ। र यसको कारण के हो भन्दाखेरि पार्टनरसिप बिजनेस गर्दाखेरि रिलायबल नहुने, त्यो पछिसम्म नचल्ने कारणले गर्दाखेरि पार्टनरसिप बिजनेस सबैको नजरमा चाहिँ एउटा नेगेटिभ बिजनेस जस्तो भइसकेको छ। तर पार्टनरसिप बिजनेस आफैमा एकदम राम्रो बिजनेस हो। यसलाई मिलाएर गर्न सक्यो भने यो एकदम राम्रो बिजनेसको रूपमा लिन सक्छौँ। र अब हामी जाउँ पार्टनरसिपको बिजनेसको तर्फमा। फर्स्ट अफ अल हाम्रो नेपालमा देखिएको मिडियम लेभलको है, म मिडियम लेभलको बिजनेसहरूको भिडियो बनाइरहेको छु। मिडियम स्केलको बिजनेस गर्दाखेरि हाम्रोमा 5 प्रकारको पार्टनरसिप बिजनेस देखा परेको छ हाम्रो नेपालमा अहिलेको कन्टेक्स्टमा। फर्स्ट अफ अल तपाईँको 2 जना मिलेर गर्ने पार्टनर, जसमा चाहिँ 2 जना मान्छे एउटा कामको लागि 2 जना मिलेर गर्ने, 2 जनाको चाहिँ लगानी संयुक्त लगानी गरेर गरिने पार्टनर एउटा नम्बर 1 त्यो। नम्बर 2 मा तपाईँको ग्रुप पार्टनर 4 जना 5 जना 6 जना 10 जना 2 जना बढी पार्टनर मिलेर काम गर्ने पार्टनर होइन, जसमा चाहिँ 1 जना 2 जना चाहिँ एक्टिभ पार्टनर हुन्छ, बाँकी चाहिँ अरू सबै स्लिपिङ या अरू चाहिँ तपाईँको चाहिँ खालि पैसा मात्र सपोर्ट गर्ने टाइपको पार्टनरबाट बनेको ग्रुप पार्टनर भनौँ न, ग्रुप पार्टनरबाट बन्ने बिजनेस हो। नम्बर 3 मा आयो तपाईँको फ्यामिली पार्टनर, जस्तो तपाईँको आफ्नो सिभिलिङ्स, आफ्नो दाजुभाइ, काका काकी, मामा माइजूहरूसँग गर्ने बिजनेस, मिलेर गर्ने बिजनेस, आफ्नो चाहिँ कलिगको चाहिँ आफ्नो आफन्तहरू होइन सँग गरिने बिजनेसलाई चाहिँ एउटा तपाईँको फ्यामिली बिजनेसको रूपमा लिन सक्छौँ, फ्यामिली पार्टनर बिजनेसको रूपमा। त्यसपछि आयो तपाईँको एउटा पर्सेन्टेज वाइज गरिदिन्छ आजकल हाम्रो पार्टनरमा, जस्तो कोही 50% पार्टनर हुने, कोही 20%, कोही 30%, कोही 10% पार्टनरसिप गर्ने तरिकाको पार्टनर पनि अहिले चल्तीमा छ। र त्यसपछि लास्टमा एउटा पार्टनर कस्तो खालको पार्टनरसिप पनि छ भने हाम्रो नेपालमा चाहिँ त्यो सायद अहिले अलिक कम पनि भइसक्यो, पहिला धेरै त्यो पार्टनर हुन्थ्यो। जस्तो तपाईँले एउटा रेस्टुरेन्ट खोल्नुभयो सपोज भने, त्यो रेस्टुरेन्टको घरबेटी पनि पार्टनर, उसले आफ्नो घर बाल नदिएको बापत उसले बाल नलिने तर ऊ पार्टनर। त्यसपछि आएर त्यो रेस्टुरेन्टको हेड सेफ पनि पार्टनर, उसले आफ्नो स्यालेरी नलिने, कुक
चाहिँ उसले हेड सेट चाहिँ ऊ बनिदिने तर सबै आएको नाफा चाहिँ सँगै बाँड्ने, त्यसपछि त्यसको म्यानेजमेन्ट गर्ने पनि पार्टनर, यस्तो खालको एउटा पार्टनर बिजनेस पनि छ। त्यो कारणले नेपालमा भइरहेको प्र्याक्टिसमा आइरहेको बिजनेस 5 तरिकाको पार्टनर बिजनेस यो भयो। अब यसमा प्रायः जस्तो तपाईँको दुईजनाले गर्ने पार्टनर बिजनेस बाहेक अरू पार्टनर बिजनेसमा सम्भवतः 1-2जना एक्टिभ मेम्बर हुन्छन्, अरू सबै स्लिपिङ मेम्बर नै भएको बढी देखिन्छ। 2जनाले चाहिँ 1जना या 2जना चाहिँ त्यो सबै म्यानेजमेन्ट चलाउने, सबै बिजनेस गर्ने, त्यो बिजनेसलाई अगाडि बढाउने, बाँकी अरू चाहिँ स्लिपिङमा बसेर लगानी गरेर बस्ने टाइपको धेरै भेटिएको छौँ। र अब यो पार्टनरसिप बिजनेस गर्दाखेरि तपाईँको मुख्य यो पार्टनरसिप बिजनेसमा आउने एउटा दरार, एउटा चाहिँ मेजर प्रब्लम भनेकै पैसाको कुरा। तपाईँको अरू म्यानेजमेन्टको कुराहरू, तपाईँको पावर सेयरिङको कुराहरू, सेल्फ डिसिजनको कुराहरू, त्यो कुराहरूबाट पार्टनर एक आपसमा मिलेर उनीहरूले त्यसलाई चाहिँ सल्टाउँछन्। तर यो पैसाको कुरा आइसकेपछि त्यो पार्टनरको कुरा मिल्दैन। हुनु पनि हो, अब सबैजनाले बिजनेसमा लगानी गरेकै केही पैसा कमाउँ, केही चाहिँ अमाउन्ट कमाउँ भनेर लगानी गरेको हुन्छ। आखिर लास्टमा त्यही चिजहरू पाएन भने, पैसा नै पाएन भने त त्यो बिजनेस गरेको बेकार हुन्छ। जसले गर्दाखेरि यो पैसाको कुरामा चाहिँ पार्टनरहरू बिचमा ठुलो वैमनस्यता, झगडा पर्न जान्छ। र अब यो पर्नुको कारण के हो त, होइन? यसमा मेन यो पैसा पर्नुको कारण के हुन्छ, जो एक्टिभ पार्टनर हुन्छ उनीहरू 2जनाले चाहिँ अब काम गर्दै जान्छ, हिसाबहरू गर्दै जान्छ, उनीहरूले आफू दुःख गरेको देखेपछि उनीहरूले त्यो पैसाहरू आफै चलाउन थाल्ने र हिसाब अब लास्टमा बुझाउने भएपछि बिचमा चाहिँ चलाउँ, लास्टमा फेरि निकालौँला पैसा, मिलाउँला भन्ने हिसाबले या आफ्नो तरिकाले बिजनेस गर्न थालेपछि त्यो पैसा उसले आफूले चलाउन थालेपछि त्यो पैसा चाहिँ बिस्तारै अब हिसाब मिल्दै जाँदैन, बिग्रिँदै जान्छ। र इभन यतिसम्म हुन्छ कि त्यो स्लिपिङ पार्टनरले कति समयमा त त्यो पैसा सुन्न नै पाउँदैन। त्यो देख्ने हेर्ने कति नाफा भयो, नोक्सान भयो भने त परै जाओस्, त्यो पैसाको के एक्चुअल के कारोबार के भन्ने कुरा उनीहरूले केही बुझ्नै पाउँदैन। त्यसरी पनि त्यो बिजनेस बन्द भइसकेका अवस्थामा धेरै पार्टनर मैले देखेको छु। त्यो कारणले गर्दाखेरि मेजर प्रब्लम भनेको पैसाकै हो। र अब यो पैसाको प्रब्लम भइसकेपछि त अरू कुरै सकिहाल्यो, अब के त्यसमा चाहिँ हामीले गर्ने हो र, होइन? त्यो कारणले गर्दाखेरि तपाईँले पार्टनरसिप बिजनेसमा कारोबार गर्दै हुनुहुन्छ भने 5वटा कुराहरू ध्यान दिनुहोस्। स्पेसली 5वटा कुरा जुन हाम्रो चाहिँ मिडियम लेभलको एउटा बिजनेसको लागि, हाम्रो नेपालको कन्टेक्सको लागि सुटेबल 5वटा कुराहरू छन्। नम्बर 1 कुरा तपाईँले पार्टनरसिप बिजनेस गर्दै हुनुहुन्छ भने पहिला सुरु तपाईँहरूको को पार्टनरसिप गर्दै हुनुहुन्छ, उनीहरूसँग तपाईँको राम्रो रिलेसन भएको पार्टनर भए राम्रो, चिनेको साथीभाइ भए राम्रो। फर्स्ट अफ अल त्यसमा तपाईँले के गर्नुपर्छ भने चाहिँ तपाईँले सुरुमै पार्टनर बिजनेस स्टार्ट गर्दाखेरि त्यो बिजनेस फर्मलाई पहिला पार्टनरसिपमै दर्ता गर्नुहोस्। तपाईँ 2जना पार्टनर छ 2जना पार्टनर, 3जना पार्टनर छ 3जना, साझेदारी व्यापार भनेर हामीले चाहिँ दर्ता गर्न पाउँछौँ। साझेदारी व्यापार भनेर नै त्यसलाई दर्ता गर्नुहोस्, ताकि त्यो सजिलोमा एउटाको नाममा चाहिँ प्यान नम्बर निकालिदियो अनि उसले गर्छ, उसको एउटा प्यान नम्बर झुन्डाएपछि भइहाल्यो। त्यसरी कामहरू नगरौँ। सेकेन्डमा तपाईँको बैंक खातादेखि लिएर तपाईँको कारोबार सबै बैंकबाट गर्नुहोस् र बैंक खाता पनि तपाईँको पार्टनर फर्मको नाममा निकालेर कतिजनाको साइन चल्ने हो, 2जना 3जना 4जना कतिजनाको साइन चलाउने हो, त्यो सबै मिलाएर तपाईँ सुरुमै साझेदारी भनेर हुन्छ नेपालको चाहिँ त्यो दर्ता चाहिँ साझेदारी दर्तामा साझेदारी दर्ता भनेर तपाईँले आफ्नो पार्टनरसिप फर्म दर्ता गर्नुहोस्, जसमा तपाईँको सुरुमै यसमा विधान जस्तो भनेर एउटा त्यो बनाउनु पर्छ, जसमा चाहिँ तपाईँको पैसा क्यास भुक्तानी गर्ने, लिने कसरी, कुन बैंकमा जम्मा गर्ने, कुन बैंकमा खाता बनाउने, कतिजनाको साइन राख्ने, यी सबै कुराहरू तपाईँहरूले पहिले मिलाउनुहोस्, जसले गर्दाखेरि तपाईँलाई पछि यो अफिसियल कुराहरू गर्न सजिलो हुन्छ। प्लस सेकेन्डमा तपाईँको त्यही खातामा चाहिँ तपाईँ नाम एकजना मान्छेको नाममा बनाउनु र पार्टनरमा नाममा बनाउने बित्तिकै तपाईँको पछि सम्पत्तिहरू तपाईँहरूले त्यो पार्टनरसिपमा गर्दाखेरि कमाएको सम्पत्तिहरू, तपाईँ त्यहाँ अफिसमा प्रयोग गरेको फर्निचरहरू या अब तपाईँको कल राख्नको मेसिनहरू या भेहिकलहरू, त्यो सबै तपाईँको फ्रेमको नाममा जान्छ, जसले गर्दा तपाईँलाई पछि केही प्रब्लम आयो भने पार्टनरसिपमा मिलाउन मिल्छ। नत्र तपाईँको पर्सनल एकजनाको नाममा प्यान निकालिदियो, झुन्डाइदियो, अनि उसले गर्छ भने उसैको नाममा ब्याङ्क खाता खोल्यो, उसैको नाममा चाहिँ यो सबै चिज जान्छ, पछि के चिज पऱ्यो भने पनि तपाईँहरूको पार्टनर मात्र होइन, साथीभाइ जुन रिलेसनै टुट्न जान्छ, एउटा फ्यामिलीसँग भएको रिलेसनै टुट्न जान्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले फर्स्टमा चाहिँ फ्रेम चाहिँ आधिकारिक साझेदारीको नाममा दर्ता गर्नुहोस्। त्यसपछि आयो नम्बर 2 तपाईँको। अब सेकेन्डमा आउँछ तपाईँले एक्टिभ पार्टनर को हुनुहुन्छ त, होइन? एक्टिभ पार्टनर 2जना भन्छ नि त। अब फर्स्ट
सबैजना त पार्टनर बन्दैन, त्यसमा पार्टनर भइसकेको सबैजना एक्टिभ हुँदैनन्, 2 जना 1 जना 3 जना कतिजना एक्टिभ हुन्छन्। उहाँ एक्टिभ भएको पार्टनरहरूलाई चाहिँ तपाईँहरूले अब स्यालेरी दिने, त्यसपछि उहाँहरूको रुल्स एन्ड रेगुलेसन, उहाँहरूले कुन कुरासँग उहाँहरूको पावर डिसिजन हुन्छ, कहाँसम्म उहाँहरूले चाहिँ पावर युज गर्न सक्छौँ, कति पछि चाहिँ अरू पार्टनरसँग सरसल्लाह गर्नुपर्छ, कुन कुन कुराहरू उहाँहरूले सेल्फ डिसिजन लिन सक्छन् र बाँकी कारोबार गर्नको लागि या बाँकी गर्नको लागि पार्टनरसँग कसरी चाहिँ समन्वय गर्ने, कसरी चाहिँ गर्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूले त्यो एक्टिभ पार्टनरको चाहिँ एउटा क्राइटेरिया, उनीहरूले गर्न सक्ने, उनीहरूले दिन सक्ने डिसिजन बाहेक अरू मेम्बरहरूले कसरी गर्ने भन्ने कुराहरू पनि तपाईँले एकदम सिरियस रूपमा चाहिँ त्यो पहिले त्यो खाका बनाएर त्यो चिज चाहिँ तपाईँले पहिले गर्नुपर्छ। पार्टनर स्टार्ट गर्ने बेलामा चाहिँ एक्टिभ पार्टनरको काम के हो र उनीहरूले कतिसम्म चाहिँ उनीहरूको लिमिटेसन के हो भन्ने कुरा गर्नुपर्छ। त्यसपछि आएर नम्बर 3 मा तपाईँको यदि तपाईँहरूको बिजनेस अब 50-60 लाखभन्दा बढीको लगानी चाहिँ 1 करोड 1.5 करोडको लगानी छ भने सबसे राम्रो सल्लाह भनेको बरु सानो म्यानेजमेन्ट टिम हाल्नुहोस् पार्टनर बाहेकबाट, जुन त्यो तपाईँको आफ्नो आफन्त होइन कि आफ्नो मान्छे होइन कि छुट्टै तपाईँले भ्याकेन्सी अप्लाई गरेर तपाईँले चाहिँ इन्टरभ्यूबाट 2-3 जना या 4 जना 5 जना कति तपाईँको रिक्वायर हो त्यतिजनालाई राम्रोसँग इन्टरभ्यू लिएर राम्रोसँग चाहिँ भ्याकेन्सी अनाउन्स गरेर उनीहरूलाई चाहिँ जागिर जस्तो एज अ जब जस्तो दिएर म्यानेजमेन्ट टिम गठन गरेर त्यहाँबाट काम गर्नुहोस्। त्यो काम गर्ने बित्तिकै तपाईँको म्यानेजमेन्ट टिम हुने बित्तिकै सबै पार्टनरले फ्रिली उनीहरूसँग काम गर्न, उनीहरूसँग डिसिसन लिन र उनीहरूसँग सबै कुराहरू लिन सक्छ र म्यानेजमेन्ट टिमले पनि यति टाइमभित्रमा हिसाब किताबदेखि लिएर सबै कुराहरू बुझाउने भन्ने कुराहरू त्यो गर्न सक्छ हैन। यो भयो तपाईँको म्यानेजमेन्ट टिम। ठुलो अलिकति 1.5 करोड 2 करोडको चाहिँ तपाईँले कारोबार गर्नुभयो भने या चाहिँ 50-60 लाखको कारोबार गर्नुभयो भने म्यानेजमेन्ट टिम एउटा सानो ठुलो कतिको तपाईँको कम्पनीलाई या तपाईँको बिजनेस फ्रेमको लागि कतिको रिक्वायर हुन्छ त्यतिको चाहिँ एउटा सानो म्यानेजमेन्ट टिम तयार गर्नुहोस्, जसले गर्दाखेरि तपाईँहरूको पार्टनर बिचमा चाहिँ उसले पैसा खायो उसले पैसा लियो भन्ने हुँदैन कि सिधै तपाईँले म्यानेजमेन्ट टिमसँग डिल गर्न सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि पनि तपाईँलाई त्यो एकदम राम्रो हुन्छ। अब नम्बर 4 मा आजकल अब तपाईँको डिजिटल मिडिया छ, डिजिटल चाहिँ चिज छ, कम्प्युटर सबै चिज छ। त्यो कारणले गर्दा सक्नुहुन्छ भने एउटा सानो सफ्टवेयर युज गर्नुहोस् जसबाट तपाईँको चाहिँ इन्फर्मेसनहरू के सेल्स भयो, कति सामानहरू चाहिँ हामीले पर्चेज गऱ्यौँ, कति सामान प्रोडक्सन भयो, कति सामान सेल्स गऱ्यो, यो सबै कुराहरू तपाईँको त्यो सफ्टवेयरमा या तपाईँको त्यो प्रोग्रामिङमा आउँछ, जसले गर्दाखेरि तपाईँहरूले पनि आफ्नो मोबाइलबाट आफ्नो कम्प्युटरबाट सिधै तपाईँले चाहिँ तपाईँको कम्पनीमा भइरहेको कुरा तपाईँ सिधै हेर्न सक्नुहुन्छ। र त्यस्तो सफ्टवेयर डेभलप गर्ने कम्पनीहरू तपाईँको अहिले धेरै पनि छ र तपाईँले आफ्नो रिक्वायर अनुसार आफ्नो कम्पनीलाई चाहिने चाहिँ चिजहरू राखेर कुनै सफ्टवेयर कम्पनीलाई उनीहरूले त्यो अनुसारको उनीहरूले सफ्टवेयर त्यो अनुसारको उनीहरूले चाहिँ त्यो प्रोग्रामिङ बनाइदिन्छन्, जसले गर्दा तपाईँहरूलाई चाहिँ डे टु बाई डे होइन के भइरहेछ, कति सेल्स भइरहेछ, कति पर्चेस भइरहेछ, कति र मेटेरियल्स आइरहेछ, कति प्रडक्सन भइरहेछ, सबै कुरा तपाईँले सिधै हेर्न सक्नुहुन्छ। जसले गर्दा तपाईँले 1 हप्ता 2 हप्ता तपाईँको मिटिङ बस्दाखेरि सबै कुराहरू तपाईँ पनि माइन्ड प्रिपेयर गरेर यति व्यापार भएको छ, यति घाटा भएको छ भन्ने कुराहरू तपाईँले सोधेर या त्यो अनुसारको जान सक्नुहुन्छ। त्यसपछि आएर अर्को लास्ट भनेको चाहिँ तपाईँको एउटा पार्टनरसिप बिजनेस गरिसकेपछि अलिकति कम्प्रोमाइज, अलिकति चाहिँ तपाईँको चाहिँ हेर्ने तरिका र अलिकति सेल्फ चाहिँ एउटा इगो भन्दा पनि सामूहिक कुरा सोचेर तपाईँ अघि बढ्नुपर्ने हुन्छ, ताकि तपाईँको चाहिँ अब मेरो मात्र कुरा ठिक, मेरै राम्रो कुरा ठिक, एक्टिभ पार्टनरले मिलेन भनेर भन्नुभन्दा नि के कुराहरू मिस्टेक भएको छ, कस्तो कुराहरू भएको छ, पार्टनरले कहाँ मिस्टेक गरे त्यो कुराहरूलाई एप्रिसिएट गरेर त्यो कुरामा कम्प्रोमाइज गरेर अघि बढ्नुपर्छ र उनीहरूलाई चाहिँ सजेसन पनि दिनुपर्छ, ताकि अब उनीहरू एक्टिभ हुने बित्तिकै उनीहरूले तलब खाने बित्तिकै यो भएन त्यो भएन उनीहरू छोटो दिने मात्र होइन कि के भएन, के कुराहरू सुधार गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा तपाईँले मजाले गर्नुपर्छ है। त्यो भयो भने चाहिँ पार्टनरहरू बिचमा पनि एउटा राम्रो बन्डिङ हुन्छ, एकअर्कामा सेयरिङ हुन्छ। त्यो भएपछि तपाईँको बिजनेस अगाडि बढ्न सक्छ र यी 5वटा कुराहरू तपाईँले गर्नुभयो भने पैसाको म्यानेजमेन्ट चाहिँ तपाईँको मेन कुरा तपाईँको पैसाले नै प्रभाव पार्ने हो। अब तपाईँको पैसाको म्यानेजमेन्ट राम्रोसँग गर्नुभयो भने चाहिँ पार्टनरसिप बिजनेस एकदम अगाडि राम्रोसँग बढ्छ, नत्र पार्टनरसिप बिजनेस लगालिङ्गो हुन्छ। त्यो कारणले गर्दाखेरि मैले यसमा यो 5वटा टिप्स चाहिँ तपाईँलाई टिप्स भनौँ या एउटा मैले भएको कुरा तपाईँसँग सेयर गरेको हुँ
यो 5वटा कुरा चाहिँ मैले पार्टनरसिप बारेमा भने। अब अर्को भिडियोमा म तपाईँलाई चाहिँ मार्केटिङको बारेमा पनि कुरा गर्नेछु, कसरी मार्केटिङ गर्ने भन्ने कुरा। र एउटा लास्ट तपाईँलाई चाहिँ एउटा जानुभन्दा पहिले एउटा कुरा के गर्छु भने चाहिँ, यदि तपाईँ पार्टनरसिप बिजनेस गर्दै हुनुहुन्छ र तपाईँ कोसँग गर्दै हुनुहुन्छ, त्यो पार्टनरसिप बिजनेस गर्दाखेरि कोही साथीभाइसँग गर्नुहोला, कोही एउटा कुनै प्रपोजल आएर गर्नुहोला। त्यो गर्दाखेरि तपाईँलाई सुरुमै यो मान्छेहरूसँग मलाई पार्टनरसिप गर्दाखेरि मलाई खासै ठिक नहोला, या म कम्फर्ट नहोला, या मलाई सजिलो हुँदैन, या म विश्वस्त छुइनँ भने तपाईँ पार्टनरसिप बिजनेस नगर्नुहोस्। त्यो कारणले गर्दाखेरि चाहिँ सुरुमै तपाईँ यदि पार्टनरसिप बिजनेस गर्नुहुन्छ भने माइन्ड एकदम मेकअप गरेर यी कुराहरू ध्यान दिएर गर्नुहोस्। र यो गऱ्यो भने सायद पार्टनरसिप बिजनेसमा केही राम्रो सुधार हुनसक्छ भन्ने कुरा हो। र मैले विगतको भिडियोलाई भन्दै गरिरहेको छु, यो मेरो एकदम पर्सनल आफ्नो चाहिँ भ्यू हो होइन। तपाईँहरूलाई राम्रो लाग्यो भनेर लिनु होला, नराम्रो लाग्यो भने पनि सुनिदिनु हो, त्यसको लागि एकदम राम्रो हो। यति भन्दै हस्त।